नमस्ते, म रन्जुज रेसिपीबाट आज चाहिँ मैले च्याउको छोइला लिएर आएको छु रेसिपीको लागि। र मैले चाहिँ सुरुमा तेल तताउँछु, त्यस पछाडि अघि नै मैले चाहिँ च्याउ धोएर राम्ररी सफा पारेर सुकाइसकेको छु, पानी तराइसकेको छु। अब त्यो चाहिँ म तेलमा फ्राई गर्छु र तेलमा फ्राई गर्दाखेरि चाहिँ मजाले पाक्नुपर्छ, तर पाकेको त थाहा भइहाल्छ, गोल्डन कलर पाकेको भइहाल्छ हैन, गोल्डन कलर भइहाल्छ। अनि त्यस पछाडि सबै त्यसलाई पाकिसकेपछि चाहिँ सबै एउटा मैले चाहिँ बोलमा, हामी चाहिँ बोल भन्छौँ, जुनमा पनि एउटा भाँडोमा हजुरहरूलाई जुनमा सजिलो हुन्छ बनाउनको लागि, त्यसमै सबै च्याउहरू पाकिसकेपछि तारेर निकाल्ने। मैले चाहिँ सबै यसरी नै तार्दै निकाल्दै गरेको छु। अनि हजुरहरूले कसरी पकाउनुहुन्छ त्यो पनि मलाई कमेन्टमा भनिदिनु होला। अनि मैले चाहिँ लसुनको पत्ता र प्याज अघि नै काटेर राखिसकेको थिएँ। लसुनको पत्ता चाहिँ छोइलाको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा लाग्छ मलाई चाहिँ। अनि त्यस पछाडि सबै लसुनको पत्ता र प्याज राखिसकेपछि मैले नुन पनि राख्छु। नुन चाहिँ आफ्नो स्वाद अनुसार। अनि मैले लसुन अदुवाको पेस्ट चाहिँ एउटा सिलौटामा पिसेर हाल्छु। अनि टमाटर पनि मैले उसिनेर रेडी बनाएको छु। र मैले एउटा कराईमा चाहिँ मेथी र बेसार फुराएर चाहिँ तेल फुराएर चाहिँ मैले छोइलामा लाउँछु। अनि मैले रातो खोर्सानी पनि पिसेर लाउँछु। मैले अघि नै हरियो खोर्सानी लागेको थिएँ त मैले देखाइन रहेछु। अनि मैले चाहिँ त्यस पछाडि धनियाँ पनि राख्छु। अनि सबै मिक्स गरेर चाहिँ मैले त्यो जुन टमाटर मिक्सरबाट पिसेर त्यसलाई ग्रेभी बनाएर त्यो पनि लगाइसकेको छु। र अमिलो चाहिँ गाउँकै प्युर अमिलो लाएर सबै मिक्स गरेर खानाको लागि रेडी बनाएँ। हस् त, धन्यवाद।